सो गाइज सबै गुड मर्निङ है। अहिले चाहिँ म सानो फेरि पनि घने जङ्गलमा है ब्लग लिएर आएको छु। सबैले माया गरिदिनु होला है त, किनभने आज पानी परिरहेको छ होइन। ब्लग बनाउने पनि दामी लाग्यो कि मलाई, सिन पनि एकदम दामी आउने होइन। त्यही भएर चाहिँ अलि ब्लग बनाइदिउँ कि भनेर आएको होइन। देख्न सक्नुहुन्छ होइन, पानी पुरा परेर होइन, टक्क परेर है। फुलहरू है, फुलहरू फुलेको टक्क परेको है। यो जङ्गलमा अस्ति एउटा भिडियो हालेको थिएँ, त्यस्तै है यो टक्क परेको है। बब्बाल छ साथीहरू, तर आज पानी परेर होइन अलि सिन पनि बबाल देखिरहेको छ क्या होइन। त्यही भएर अलि देख्न सक्नुहुन्छ होइन। सबैले माया गरिदिनु होला है त। यस्तै सिनहरूलाई लाइक कमेन्ट फलो गर्नु होला। तर होइन फुल पनि दामी देखिहाल्यो हेर्नु न होइन, टक्क पऱ्यो भाइ। म चाहिँ होइन घर जाँदैछ है साथीहरू, यो मेरो बात चाहिँ हिमाल पहाड देखाउनु भनेको अलिक भएन क्या साथीहरू होइन। आज पुरा के पानी परेर शीत मात्रै छ, अनि क्यामेरामा पनि अलिक पानी परिसक्छ। त्यही भएर म चाहिँ धेरै सिधा लाग्छ होइन। घर सबैलाई माया छ है, पुग्दैछौँ होइन। पुरा पानी परेर केही छैन कि, बाटो पनि अलिक खराब चलिरहेको छ। बाई गाइज, तब तक के लिए।